ल्याएर मोसो लागेको जस्तो धोका दिने मलाई धोका दिने को भने आज लिपस्टिक भेट्यो नि त भेट्दा हो तिमीले अहिले को भने म उदा को अरे तिमी को नानी राम्रै पातालमा राखेको तिमी को भने भन छिटो के चुप को तिमी कहाँबाट आएको गएर जस्तो भर्खर एक दिगाबाट छिरेको जस्तो पासपोर्ट कसले दिने नानी पासपोर्ट कसले दिने मलाई इन्डाले यहाँ हुन्छ इन्डाले मलाई चिनेको छैन है तिमीले चिने भन्यो म को त्यहाँ चुप को के सोधेको उसले यो महिनाले के सोध्यो म उसको प्रेमिका मालुम प्रेमिका मालुम बोयफ्रेन्ड मालुम श्रीमान के को तिमी पो गइरहेछ न अहिले चम्चीले गाडेर हाले माडे दिन्छु को भन्छु मेरो दाजु हो म सक्दैदेखि चुप लाग न भन्दैछु कसले भने गइरा भनेर हाम्रो जेठु त बाहुबली हो सुल्तान हो अबे ठेटरीका कसले भन्दा तिमीले भन कसले भन गएर छैन तपाईँ ह्यान्डसम तपाईँ त ह्यान्डसम कम छैन म त ज्वाइँ अलिक ज्वाइँ रिसा छ कि माइन्ड नगरिदिनु झन् हो यस्तो नाथे केटा सिङपाङ्गी जस्तो छ न बोनुको भाती यस्तो र मेरो बहिनी दिन्छु जेठु बोल्दै जान्दैनौ तिमी जेठु तपाईँको बहिनीले चुरुल गर्छु जेठु कहाँ हुनुहुन्छ तपाईँ जेठु यो जुनीमा बिहा लेखेको छैन रहेछ मेरो जिन्दगीमा लास्टले त बिहा गरिस् बल्ल एउटा केटी बताएको जेठु हो कि के हो खोइ हो कि भन्दैन त्यो मान्छेले पनि जेठु जुठो जेठु यहाँ उनी त मैले हात चाल्यो त मलाई